हेलो नमस्ते म उमेश रौनिया नेपाली औषधि उद्योगमा अहिले लगानी गर्न वातावरण छ कि छैन, लगानी प्रफिटेबल छ कि छैन भन्ने थुप्रै जिज्ञासा म कहाँ आइरहेको हुनाले आज मैले यही सब्जेक्टमा केही कुरा गर्न चाहन्छु। सर्वप्रथम हामी के बुझौँ भने नेपाली फार्मा मार्केटको एउटा भोल्युम के हो। सो लेटेस्ट हाम्रो आइक्युविया एउटा इन्टरनेसनल मार्केटिङ रिसर्च कम्पनी हो, त्यसको डाटा अनुसार नेपालमा करिब 6800 करोडको फार्मा मार्केट छ। अब यो 6800 करोडको मार्केटमा तपाईको करिब 70वटा नेपाली कम्पनी अलरेडी मार्केटमा छन्। 180वटा दर्ता छन् औषधि व्यवस्था विभागमा, तर 17वटा अपरेसनमा छन्। यसमा चाहिँ नि करिब 50-55वटा WHO GMP सर्टिफाइड छन्, बाँकी अझै बाँकी छ GMP सर्टिफाई गर्न। अब ओभरअल हेर्ने हो भने नेपालमा फार्मा मार्केट किन अपर्च्युनिटी छ भन्दाखेरि आइक्युवियाको रिपोर्टले एउटा के भन्यो भने 6800 करोडको मार्केट प्लस चाहिँ 9-10% को ग्रोथ छ, इन्डस्ट्री ग्रोथ, एन्ड दिस इज अ भेरी गुड इन्डस्ट्री ग्रोथ 9-10% भनेको। अब त्यो आइक्युवियाकै रिपोर्टको अलिकति अरू कुरा गरौँ भन्दाखेरि हाम्रो टप 10 कम्पनीको टर्नओभर भनौँ 100 देखि तपाईको 400 करोडसम्मको कम्पनी छ नेपालमा, 400 भन्दा प्लसको पनि छ। अब यो तपाईको टप 10 कम्पनीको स्थिति हेर्ने हो भने इट्स भेरी गुड, लुक्स भेरी गुड हैन। त्यसपछि तपाईको एउटा करिब 40-45वटा कम्पनी दे आर बिलो 15 करोड हैन। अब 15 करोड भन्दा कमका कम्पनी धेरै भए, 40 मान्नुस् कि 40वटा छ आउट अफ 70 भन्दाखेरि ती कम्पनी सिक इन्डस्ट्री जुन छन् 40-45वटा, त्यो इन्डस्ट्री एउटा मार्केटमा एउटा अनएथिकल प्र्याक्टिस होला या अरू थुप्रै कुराहरू होला, त्यसले गर्दाखेरि एउटा मार्केटमा नेगेटिभ इन्भाइरोमेन्ट क्रिएट भएको छ। अब लेट्स टक पोजिटिभ साइड। सबभन्दा पहिले त के बुझौँ भने नेपालमा अहिले मेडिकल हेल्थ इन्फ्रास्ट्रक्चरको कुरा गर्नु भने इट्स ग्रोइङ लाइक एनिथिङ हैन। अब 17-18वटा मेडिकल कलेज भइसक्यो नेपालभित्रैमै। एभ्री इयर डाक्टरको प्रोडक्सन तपाईँ हेर्नुहोस्, नेपालमा करिब 45,000 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरू छन् हैन। त्यसपछि तपाईको एक से एक प्राइभेट सेक्टरमा हस्पिटलहरू आइसके विथ अल मोडर्न फेसिलिटिज हैन, अल टेक्निकल एडभान्समेन्ट, पोलिक्लिनिक्सहरू, नर्सिङ होम्सहरू थुप्रै भइसक्यो। अब पेसेन्टकोतिर हेर्ने हो भने पहिलाको पेसेन्ट बिरामी परेर डाक्टर कहाँ जान्थ्यो, अहिले बिरामी पर्नुभन्दा अगाडि जान्छ। सो वाट वी सी कि अहिले हामी वर्षमा एकचोटि नर्मल चेकअप गर्न पनि डाक्टर कहाँ जान्छ, प्याकेजवाला हैन, गाइनी चेकअप, कार्डियक चेकअप थुप्रै किसिमका छन्, त्यो हामी गरिरहेछ। र त्यसपछि अर्को कुरा के छ भन्दाखेरि यो जुन सर्टेन एरियाज थियो नेपालमा, लाइक अलिकति तराईका केही एरियाहरूमा हामी हेर्थ्यौँ कि प्रिस्क्रिप्सनको फुल्ली अनर हुँदैन थियो, पाइ हुँदैन थियो। नर्मली 1 देखि 2 दिन 3 दिनसम्मको औषधि किनेर मान्छेहरू कम डोज खाएर सब डोज खाएर चाहिँ बस्थे। अहिले रेमिटेन्सको पनि सर्टेन असर छ र त्यसले गर्दाखेरि एउटा नेपालमा पोजिटिभ ट्रेन्ड के छ मेडिसिन भन्दाखेरि अहिले पेसेन्टले फुल डोज किन्छ, 7 दिनको छ भने 7 दिनको औषधि किनेर लैजान्छ। सो दिस इज अल्सो सोइङ कि तपाईँको एउटा नेपालमा पोजिटिभ इन्भाइरोमेन्ट छ र यी सबै कारणले गर्दाखेरि औषधि उद्योगको नेपालमा अपर्च्युनिटी बन्छ। अब समस्या कहाँ छ त भन्दाखेरि समस्या बेसिकली 3-4वटा पोइन्टहरू छन्। नम्बर 1 त के छ भन्दाखेरि मार्केटिङ एप्रोच हैन। अब औषधिमा हामी हेर्छौँ भने तपाईको एउटा एक्युट सेगमेन्ट भन्छ, जस्तो कि एन्टिब्याक्टेरियल 7 दिन खाएर सकियो, तपाईको एन्टी एलर्जिकहरू जबसम्म एलर्जी ठिक हुन्छ तबसम्म खाने 2-3 दिन 4 दिन हैन, यस्ता खालकालाई हामी एक्युट भन्छौँ। त्यस्तै क्रोनिक भन्दाखेरि ब्लड प्रेसरको भयो, डायबिटिज भयो, साइकियाट्रिस्ट भयो। अब दुईटै सेगमेन्टको मार्केटिङ एप्रोच फरक हुन्छ हैन। त्यो हाम्रा धेरै नेपाली कम्पनीहरू दुईटै सेगमेन्टलाई एउटै किसिमले चाहिँ लगिरहेछ, त्यसले पनि समस्या खडा भएको। सो वाट इज इम्पोर्टेन्ट इज नम्बर 1 मार्केटिङ एप्रोच, नम्बर 2 तपाईँले डिसाइड गर्ने प्रडक्ट बास्केट हैन। अब कपी क्याट मात्र पुरानो कम्पनीको चलेको कम्पनीको तपाईँले कपी क्याट गर्ने, उसको राम्रो चल्छ हाम्रो पनि हुन्छ भने द्याट इज नट नेसेसरी। तपाईँ एउटा निस मार्केटबाट पनि आउन सक्नुहुन्छ। नम्बर 3 मा के छ भने द्याट इज भेरी इम्पोर्टेन्ट, फिनान्सियल म्यानेजमेन्ट। फिनान्सियल म्यानेजमेन्ट भन्दाखेरि हामी 70%सम्म चाहिँ ब्याङ्कबाट लोन लिन्छौँ एन्ड देन 30% हामी लगानी गर्छौँ। सो 1-2 वर्षको ब्याङ्कबाट लिभरेज पाए पनि हामी अन्तमा के प्रब्लम समस्या हामीलाई के हुन्छ भन्दाखेरि इमिडिएटली 1-2 वर्षभित्रमा हामी चाहिँ
ब्याङ्कको लोनको इन्ट्रेस्टको प्रेसरमा आइहाल्छ। अब यो प्रेसरबाट बच्नलाई हैन, अब पहिला त कुरा के बुझौँ भने हामी औषधि इन्डस्ट्री भनेको तपाईको 1 दिनमा 2 दिनमा 1 वर्षमा 2 वर्षमा आरओआई ब्रेक इभन हुँदैन हैन। यसको लागि यु हेभ टु हेभ पेसेन्स चाहिन्छ हैन। र तपाई कुन ब्याकग्राउन्डबाट आइरहनु भएको छ, तपाई आफ्नो ब्याकग्राउन्ड पनि राम्ररी निहाल्नुस्। जस्तो कि मोस्ट अफ द थिङ हामीले नेपालको केसमा हेर्ने हो भने हामी फार्मा ट्रेडिङबाट आएका धेरै चाहिने लगानीकर्ताहरू छ। त्यसपछि मार्केटिङ गरेका एक्सपर्टहरूले पनि लगानी गरेर आएका छन् हैन। अब यी सबै कुराहरू हेर्दाखेरि उहाँहरूको सोच्ने तरिका ट्रेडिङकै कुरा गर्ने भने इमिडिएट रिजल्ट जुन कि फार्मा इन्डस्ट्री कुनै पनि इन्डस्ट्रीले दिन सक्दैन। सो इट टेक्स टाइम। त त्यो पेसेन्स तपाईकोमा हुनु पर्यो हैन। अब यो ब्याङ्कको प्रेसरमा आएर र तपाईको सेल्सको प्रेसरमा आएर हामी चाहिँ नि कम्प्रोमाइज गरेर अनएथिकल प्र्याक्टिसेस मार्केटिङले के गर्छ, अनएथिकल प्र्याक्टिसेस सुरु गर्छ। सो यी कुराहरू चाहिँ तपाईको तीनवटा कुराहरू मार्केटिङ एप्रोच, प्रोडक्ट बास्केट सेगमेन्टेसन र तपाईको चाहिँ नि फाइनान्शियल म्यानेजमेन्ट, यो तीनवटा एप्रोच तपाईले लिएर अगाडि बढ्नुहुन्छ राम्रो तरिकाले प्रोफेसनल। जस्तो कि हामी नै चाहिँ फार्मा मार्केटिङ सोल्युसनबाट हामी नयाँ आउने कम्पनीलाई अलरेडी मार्केटिङ गरेका 15-20 वर्ष 25 वर्ष पुराना कम्पनीलाई, इन्डियन कम्पनीलाई पनि हाम्रो फार्मा मार्केटिङ सोल्युसनले कन्सल्टेन्सी दिइरहेको छ हैन। अब यस्तो किसिमको अर्गनाइज तरिकाले चाहिँ यदि तपाईले चाहिँ कन्सल्टेन्सी हायर गरेर या इन्डियाबाट हामीसँग कसैसँग पनि एउटा एक्सपर्टको चाहिँ लिएर गर्नुहुन्छ भने नेपालमा फार्मा इन्डस्ट्रीको धेरै ठुलो राम्रो अपर्च्युनिटी छ। आजको लागि यतिकै, धन्यवाद।